खुसी मना र आनन्द गरौँ र आनन्द गरौँ। आजको दिन उनले सृजेका। करिब 23 वर्ष प्रभु येशू ख्रिस्टलाई पछ्याएको लामो अन्तराल पछाडि साथै मण्डलीको सम्पूर्ण सेवकाईमा समर्पित भएर 17 वर्ष अगाडिदेखि संघर्षरत परमेश्वरको दास पास्टर देवेन्द्र तामाङको यो एउटा सफलता प्रार्थना संघर्षको लागि प्रभुलाई महिमा भएको होस्। आज उहाँले धेरै लामो आफ्नै बासगृहमा मण्डली भवन संगति गर्ने ढोका खोलिदिए बापत मण्डलीको अथक प्रयास अनि प्रार्थना र इष्टमित्रहरूको शुभकामना र सहयोगको कारणले आज सालोम न्यू होप चर्चको इनोग्रेसन अनि डेडिकेसन प्रोग्रामको केही फोटो भिडियोहरू यहाँको माझमा साझा गर्न पाएको छु। एउटा गोठालोको जीवन रहस्यले भरिएको हुन्छ। जिम्मेवारीहरूदेखि कहिले पनि पन्सिन मिल्दैन रहेछ एउटा गोठालो। सायद गोठालोको भावना, गोठालोको आवश्यकता र गोठालोको मनभित्रको पीडा र दर्दहरू आफ्नो परिवार भन्दा पनि बढी मण्डलीप्रति नै जहिले सुकै झुकेको हुन्छ। येशूले यूहन्ना 10 अध्यायमा र भजन सङ्ग्रह 23 अध्यायमा असल गोठालो म हुँ भन्नुभयो। मात्रै होइन, गोठालोले भेडाको निम्ति आफ्नो प्राण पनि अर्पण गर्छ भन्नुभयो। त्यही गोठालोको सहगोठालोको रूपमा परमेश्वरले आजभन्दा 23 वर्ष अगाडि परमेश्वरको दास पास्टर देवेन्द्र तामाङज्यूलाई बोलाउनु भयो। त्यसपछि उहाँले 17 वर्ष अगाडि नेपाली मिति 2066बाट मण्डलीको सेवाकाईमा आजको दिनसम्म लगातार उकाली ओराली देउराली भन्ज्याङ अनेक प्रकारको होरी तुफानहरूको सामना गर्दै स्थिर रहेर बगाललाई अनन्तको राज्यतिर डोर्याइराख्ने काम गर्नुभयो। कतिचोटि ठोकिनुभयो, कतिचोटि पिसिनुभयो, कतिचोटि एक्लो अनुभव गर्नुभयो, तर पनि अनन्तको पितासँग आशा कहिले मार्नु भएन। उहाँको सम्पूर्ण परिवार जसले आफ्नो गोठालो बुवा, गोठालो श्रीमान, गोठालो छोराको साथमा हात दिएर यो मण्डलीको आज भवन यसरी सुन्दर रूपमा हामीले डेडिकेसन र इनोग्रेसन गर्न पाएकोमा आभार व्यक्त गर्न चाहन्छौँ। सधैँ नै परमप्रभु परमेश्वरको महिमामा यसरी नै यो परिवार बढी नै रहोस्। साथै सालोम न्यू होप मण्डलीका सम्पूर्ण सदस्यहरूमा प्रभुको अनुग्रह र कृपा सधैँ यसरी बनिरहोस्। एउटा गोठालोको सफलता मध्येमा मण्डलीको सेवा गर्ने भवन पनि सफलताकै एउटा प्राथमिकतामा पर्दो रहेछ। अनि आज यो सफलतामा उहाँलाई हामी बधाई टक्राउँदछौँ। परमेश्वरको दास पास्टर देवेन्द्र र उहाँको परिवारलाई प्रभुले आशिष दिउन्।